के तपाईलाई थाहा छ काठमाडौँ शहरको सुरक्षाका लागि एउटा यस्तो अदृश्य घेरा छ जसको केन्द्रमा यी शक्तिशाली मन्दिर रहेका छन्। भनिन्छ उपत्यकालाई कुनै पनि प्राकृतिक विपत्ति वा अनिष्ट जोगाउन यी देवीले सधैँ पहरेदारी गरिरहेकी हुन्छन्। आखिर किन यो मन्दिरलाई काठमाडौँको रक्षक मानिन्छ र किन आज पनि हरेक महत्त्वपूर्ण निर्णय लिनु अघि यहाँ दर्शन गर्ने परम्परा रहेको छ। इतिहासका पाना पल्टाउँदा हामी लिच्छवीकालीन राजा गुणकामदेवको समयमा पुग्ने गर्दछौँ। पौराणिक मान्यता अनुसार राजा गुणकामदेवले नै यस मन्दिरको स्थापना गरी नगरको रक्षाका लागि भद्रकालीलाई स्थापना गरेका थिए। स्थानीय नेवारी परम्परामा यसलाई लुमडी अजिमाको नामले पनि पुजिन्छ, जसले उपत्यकाको प्राचीन मातृका शक्तिलाई प्रतिनिधित्व गर्दछ। सिंहदरबार र टुडीखेलको नजिकै अवस्थित यो मन्दिर केवल एउटा धार्मिक स्थल होइन, बरु शहरको राजनीतिक र आध्यात्मिक धड्कन हो। तन्त्रशास्त्र र शक्ति परम्परा अनुसार भद्रकालीको उपस्थिति काठमाडौँको स्थिरता र सुरक्षाको प्रतीक मानिन्छ। यो हो काठमाडौँ शहरकी रक्षक तथा ऐतिहासिक शक्तिपीठ भद्रकाली मन्दिर। के तपाईले कहिल्यै भद्रकाली माताको त्यो दिव्य शक्तिको अनुभव गर्नुभएको छ? आफ्नो आस्थालाई कमेन्टमा जय भद्रकाली माता लेखेर व्यक्त गर्नुहोस् र हाम्रो यो ऐतिहासिक धरोहरलाई चिनाउन भिडियो सेयर गर्नुहोस्।